हेलो साथीहरू, सो वेलकम ब्याक अगेन टु सर्ट भिडियो। अब यो चाहिँ मेरो आजको लास्ट भिडियो है। सो साथीहरू, अब चाहिँ सिर्फ 2 डेज चाहिँ 2 दिन छ हाम्रो तरा र कोरा रन 2026 को 2 डेज छ। सो म चाहिँ बहुत धेरै एक्साइटेड छु। तपाईँहरू पनि सबैजना आइदिनु होला। जतिजनाले पार्टिसिपेट गर्नुभएको छ सबैजना चाहिँ हामीहरू साइक्लिङ गर्नुपर्छ अनि इट्स फर अ गुड कज, राम्रो कुराको लागि हो, च्यारिटी बेसको लागि हो। सो हामीले चाहिँ यसमा भाग लिएर हामीले यसमा एकदम इन्जोय गर्नुपर्छ कि सबैजना कहाँ कहाँ कुन कुन ठाउँदेखि आएर ग्यादर भएर एकदम युनिटी इन डाइभर्सिटी भन्छ नि, युनिटी स्ट्रेन्थ, त युनिटी स्ट्रेन्थ बन्नुपर्छ अनि सबैले आएर चाहिँ एकदम राम्रोसँग अब इन्जोय गर्नुपर्छ कि इन्जोय। अब साइक्लिङले त फिजिकल एक्सर्साइज त हुन्छ हाम्रो बडी फिटनेसको लागि राम्रै हो। त्यसको साथसाथ हामी सबै एक दुसराले चाहिँ अब सँगै हामीले साइक्लिङ गर्नु भने हामी इन्जोयमेन्ट पनि हुन्छ। अब म त्यस्तो केपेबल छुइनँ कि म कसैलाई कुनै च्यारिटी बेसमा म सपोर्ट गर्न सकौँ, बट इन फ्युचर इफ म त्यो केपेबल हुन्छु, त्यो लेभलमा पुग्छु जहाँ मलाई लाग्छ कि मेरोमा अब यति क्षमता छ, सो आई विल surely do something for the society or for people. मेरोमा जब त्यो अब म जब त्यो ठाउँसम्म पुग्छु नि तब म त्यही के अब मलाई चाहिँ के लाग्छ भने कि सबैले के अब माइन्डमा के यो सेटअप राख्नुहुन्न कि प्राइज पाउँछ कि मेडल पाउँछ कि गिफ्ट पाउँछ कि यो पाउँछ कि त्यो पाउँछ। तर हाम्रो चाहिँ अब राम्रो कुराको लागि सोच हो भने, राम्रो च्यारिटीको लागि हो भने चाहिँ हामीले चाहिँ अब राम्रो सोचेर आइदिनु पऱ्यो अनि यसमा भाग लिएर चाहिँ हामीले इन्जोय गर्नुपर्छ साथीहरू। अब मेरो त प्र्याक्टिस नै छैन, तर पनि म जति आफ्नो मेरोमा क्षमता छ म गर्छु अनि तपाईँहरू पनि सबैजना आइदिनु होला अनि वी विल ह्याभ लट्स अफ फन, इन्जोय गर्नुपर्छ हामीहरू सबैजना। अनि श्रावणको महिना हो, पानी पनि पर्न सक्छ, पानीमा भिज्दै भए पनि हामीहरू साइक्लिङ गर्नुपर्छ साथीहरू, एकदम इन्जोय गर्नुपर्छ। सो आई एम एक्साइटेड, आई होप यु आर अल्सो एक्साइटेड एन्ड लेट्स सी एन्ड लेट्स मिट on Saturday and we will do together cycling and it's for a good cause, so do come everyone.